नमस्ते। नेपाल र नेपालीका लागि एकदमै दुःख लाग्दो समय रहेको छ अहिले। हामी विदेशमा बसे पनि नेपालका समाचारहरूप्रति सबै केही कुरा हुने बित्तिकै थाहा पाइहाल्छौँ होइन, अफकोर्स। अब हिजोको यो बाढीले यस्तो तपाईँको नराम्रो इम्प्याक्ट पारेको छ जसमा 10,000 मान्छेको भनौँ न मृत्यु हुन सक्ने अथवा अपाङ्ग हुन सक्ने र अरब होइन खरबमा चाहिँ तपाईँको नोक्सान हुन सक्ने एउटा बजार एउटा बस्ती नै पुरै मासिने गरी जुन किसिमको आएको छ बाढी, यो चाहिँ एकदमै एउटा अलार्मिङ सङ्केत हो। यो एकदम सिम्पल भाषामा बुझ्नु पर्दा चाहिँ नेपालको भौगोलिक बनावट जुन स्लोपी छ, माउन्टेनदेखि तराईसम्म एकदम भनौँ न ओभरअल कति होला 75% डिग्री भन्दा बढीको स्लोपी कन्ट्री भनौँ न त्यो। र अर्को कुरा ग्लोबल वार्मिङ र त्यसले चाहिँ कुन लेभलसम्म प्रभाव पार्न सक्छ भन्ने कुरा हो। र यसले चाहिँ आजको भिडियोमा मैले अलार्मिङ चिजहरू के हो जुन चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ भन्ने कुरा भन्न चाहन्छु। नम्बर 1 के अरे नदी साइडका बस्तीहरू अब नेपालमा चाहिँ सुरक्षित रहेन र नेपालको जसलाई जहाँ मन लाग्यो त्यहाँ बस्ती बसाउने, बसेका बस्ती नगर्ने। अब एउटा बस्तीको लागि एउटा घरको लागि बाटो पुर्याउनु, बत्ती पुर्याउनु, अनि डोजर लगाएर डाँडा काँडा काटेर तपाईँको विभिन्न खोज खाल्सामा घर बनाउनु, केही बनाउनु भनेपछि यसमा चाहिँ एउटा कानुन चाहिँ प्रोपर वेमा यहाँ अस्ट्रेलियाको जस्तै प्रोपर अप्रुभल, प्रोपर चिज, ल्यान्ड के पर्पसको लागि युज हुने होइन, रेसिडेन्सियल हो कि कमर्सियल युज हो कि अथवा इन्डस्ट्रीको लागि हो कि, त्यो एउटा नियम कानुन चाहिँ मेसिभ रूपमा छैन, त्यसको इम्प्लिमेन्टेसन गर्नुपर्ने देखियो। अर्को भनेको नेपालका अब कुनै पनि जलविद्युत आयोजनाहरू चाहिँ यो थ्रु द यो रन द वाटर भन्छ नि, जुन पानीबाट चल्ने डाइरेक्ट, त्यसको लगानीहरू सुरक्षित हुन्छ भन्ने विश्वास गर्न सकिएन बिकज अफ ग्लोबल वार्मिङले। एकै झट्कामा कस्ता तपाईँको अर्बौँ खर्बौँको लगानीको जलविद्युत आयोजनाहरू जान सक्ने सङ्केत देखियो। अर्को पूर्व अलार्म भन्ने सिस्टम हुन्छ नि, जस्तै अब चाइनामा त्यो ग्लेसियर ब्रेक भयो, त्यो भइसकेपछि एउटा इमर्जेन्सी सिस्टम नोटिफिकेसन जुन अहिले मोबाइलमा आउँछ अथवा सबैतिर, यो पूर्व सूचनाको सिस्टम चाहिँ यदि भएको भए सामान्य कुरा हो। नेपालबाट 25-30 किलोमिटर माथि तपाईँको ग्लेसियर फुट्यो अथवा जम्यो, त्यो पानी त्यहाँ जमेको पानी यो कुनै पनि बेला फुट्न सक्छ भन्ने एउटा जानकारी हुनु पर्थ्यो। फुटिसकेपछि पनि तपाईँको बेत्रावतीसम्म आइपुग्दा, त्रिशुली बजारसम्म आइपुग्दा त्यसको कति टाइम लाग्छ, त्यो सूचनाहरू यदि यथापित नोटिफिकेसनका रूपमा रेडियो सबैतिर अब अहिले त कम्युनिकेसनको सबै सिस्टम छ, भइदिएको भए मान्छेको ज्यानको तपाईँको जोखिम कम हुन्थ्यो। बजार बकाएको छ, त्रिशुली बजार त्यत्रो, बेत्रावती सहर गाउँ बस्ती सबै डुबेको छ। यसले चाहिँ ज्यानको चाहिँ जनधनको चाहिँ ठुलो न्यूनीकरण हुन्थ्यो क्षतिको। अब भौतिक चिराहरू त अफकोर्स जाने नै भयो, किनभने ती बस्तीहरू ती घरहरू कुनै एउटा स्ट्यान्डर्ड मापदण्डले एउटा राम्रो लोकेसनमा नेपाल जस्तो कन्ट्रीमा कस्तो ठाउँमा चाहिँ बस्ती बसाउने होइन, नदी खोला किनारतिर नबसाउने, पहिरो जाने ठाउँमा नबसाउने, बालुवाको बगरमा चाहिँ नबसाउने, एउटा प्रोपर एउटा चिजमा चाहिँ बस्ती बसेको भए तपाईँको के हुन्थ्यो भने एउटा सजिलो हुन्छ। अब तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, मेरो पृष्ठभूमिमा एउटा अपार्टमेन्ट छ, यहाँ तपाईँको लगभग कति किलो होला 25-30 फ्लोरको 30-40 फ्लोरको हो यो। यसमा चाहिँ अब हजारौँ मान्छे त होइन, तपाईँको युनिट होला कमसेकम 100भन्दा बढी, 100-150 जना, 150-200 भएर घरभन्दा बढी भनेपछि कति धेरै मान्छे बस्छन्, कति धेरै सिस्टम छ त्यहाँ होइन, फोहोर फाल्नेदेखि लिएर हरेक चिजको सिस्टम छ होइन, सरसफाइ त्यत्तिकै मेन्टेन छ भनेपछि विकास र प्लानिङ भयो भने हरेक चिज चाहिँ एउटा हुन्छ होइन, एउटा ट्र्याकमा हुन्छ। यो कुरा चाहिँ देखियो। अर्को भनेको अब नेपालका कुनै पनि जलविद्युत आयोजनाहरू चाहिँ सुरक्षित छैन, किनभने यो बाढीको एउटा झट्काले तपाईँको सबै उडाउन सक्ने देखियो होइन। अनि अर्को तपाईँको हाम्रो रेस्क्यु सेन्टरहरू भनौँ न, जस्तै यहाँ SBS भन्छ क्या अरे होइन,
त्यस्तो सिस्टमहरू भनौँ न, जस्तै केही भन्ने बित्तिकै रेस्क्यु ठाउँमा चाहिँ स्ट्राटेजिक लोकेसनमा सेना, प्रहरी र रेस्क्युका युनिटहरू स्थापना गर्न सक्ने, ठाउँमा हेलिप्याडहरू पूर्व निर्माण गर्न सक्ने, होइन, पहिले निर्माण गरेर रेस्क्युको समयमा युज गर्न सकिने एरियाहरू आइडेन्टिफिकेसन गर्न सक्नु पर्थ्यो। त्यो पनि अब एक हिसाबले छैन। यी सबै गर्न सकिने कुराहरू हुन्, होइन। यसमा चाहिँ कुनै ठुलो कुरा चाहिँ ठुलो लगानी चाहिने, नेपालमा पनि हेलिकप्टर छ, नेपालमा पनि सेना छ, नेपालमा पनि प्रहरी छ, सबै सुख सुविधा अब हरेक हिसाबले संसारभरि एउटै हो, जहाँ गए पनि सेम नै हो। इट्स अल अबाउट सिस्टम। अब अहिले आएर अब रेस्क्युमा चाहिँ अब सरकारको ध्यान पुगेन, त्यो दोष दिनुभन्दा पनि अब हिजोको दिनमा जे भयो त्यसलाई चाहिँ छोडेर हामीले अगाडि बढ्नु बाहेक अरू कुनै विकल्प छैन, होइन। र अहिलेको यो विषम परिस्थितिमा सबैजनाले चाहिँ पीडित मान्छेहरूलाई चाहिँ एक हिसाबले सहयोग गर्नु, मानवताको हिसाबले सबैजनाले सहयोग गर्नुपर्ने हुन्छ। खालि भिडियो बनाएर, टिकटक बनाएर तपाईँको भ्युज र उसको लागि चाहिँ जे पनि गरेको छ, कसैले सिलिन्डर लुटेको देखियो भिडियो आइरहेको छ, होइन। मान्छेको त्यहाँ ज्यान गएको छ, मान्छेलाई सिलिन्डर बटुल्न हतार छ। हाम्रो नेपाली समाज कस्तो भनौँ न एउटा ट्रेन्ड छ अहिले, होइन। यी नराम्रा कुराहरूलाई चाहिँ हटाउनुहोस्, होइन, हटाउनु म अनुरोध गर्दछु र सबैलाई सहयोग गर्न म अपिल गर्दछु। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र मेरो च्यानल सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू भेरी मच।